हेलो फ्रेंड्स एंड वेलकम बैक टू माई ब्लग। सबैमा मेरो प्रेम प्रणाम भन्दै आजको ब्लग स्टार्ट गर्दैछु। अहिले चाहिँ म बिहानको समय दिदी घर जाँदैछु दही दिन है, किनभने घरमा गाई थाकिसकेको छ, दही दुध छैन र दही खानु चाहिँ एकदमै मलाई मनपर्छ नि त। अनि म चाहिँ दही दिन दिदी घर जाँदैछु। जाँदाखेरि चाहिँ झोलामा के लाँदैछु हेर्नुहोस् है, पानको पत्ता र डब्बा दही ल्याउन लागि। दही हुन्छ कि मोलो हुन्छ, अब दिदीकोमा के छ त्यही हुन्छ होइन। र लु आजको दिन चाहिँ यसरी नै सुरु गर्दैछु। बिहानै नानीहरूलाई स्कुल पठाइसकेँ र अब दिन सुरु हुँदैछ। हजुरहरूको दिन पनि राम्रो रहोस्। बा के बिना अचारै अचार हालेको रहेछ र डल्लेको के मजाको रहेछ। ए दिदी गएर आइपुगेको त यस्तो छ है पारा। यहाँ चाहिँ बिहान बिहानै गाउँ डुल्नु सुरु भयो मेरो। लु दही चाहिँ मैले भेटिसकेँ, 2 डब्बा दही भेटेँ। अब चाहिँ दिदीले निम्बु टिपिदिँदैछ। उसको घरमा चाहिँ ठुलो निम्बुको बोट छ नि त यो, अनि त्यसले गर्दा हामीलाई पनि निम्बु टिपिदिँदैछ। मालदीले निम्बु पनि पठाइदिएकी चाहिँ इ मामा र आमालाई यो दही, मलाई चाहिँ यो दही, भिन्दै भिन्दै खालको दही। चिया पनि खाएर आएँ हुन त मैले। दुध चिया खाँदै खान्न भन। सेलो खेलो छ उसको के दुधको। निम्बु पनि हालिदिएको थियो देख्नुभयो। खोर्सानी टोक्नु पर्ने रहेछ। अब चाहिँ खानासाना खाइसकेर बेरेती जान लाग्यो क्या। अब बेरेती चाहिँ किन जान लाग्यो भन्दा यहाँ हेर्नुहोस् त, पैसा छैन भन्छ, पैसा छैन भन्छ। कहाँबाट आयो यत्रो पैसा भन्नुहुन्छ र? अर्काको पैसा हो कि आफ्नो पैसा होइन। अर्काको पैसा अब राख्नु मात्रै दिएको, के गर्नु, सुँग्दै राख्दै क्या। अर्काको पैसा मलाई एकाउन्टमा हालिदिनु नि भनेर दिएको थिएँ र आज चाहिँ एकाउन्टमा हालिदिन जान आँटेको मेरो भाइको दिल्ली पठाउने पैसा। अर्काको भए पनि यसो एक दिन मेरो पर्समा राख्न पाउँदा सुकुन मिल्यो क्या मलाई चाहिँ। हजुरहरूलाई पनि हुन्छ कोही बेला अर्काको पैसा पनि यसो राख्न पाउँदा, नाथे अर्काको पैसा के राख्नु भन्ने हुन्छ र कसैलाई मलाई चाहिँ सुकुन मिल्यो। मिलेन, चोरी भयो भने कहाँबाट तिर्नु भन्ने टेन्सन भयो। एनिवे अब म बेटी गएर आउँछु है। ल ब्याङ्क चाहिँ आइपुगेँ। हाम्रो चाहिँ यस्तो छ, रोड क्रस गर्न पनि सोच्नुपर्छ हो, किनभने क्रसिङ ठाउँ छैन नि त हतपत जग्गामा। त्यसले गर्दा यो साइडमै उस राखेर अनि चाहिँ यता आउनुपर्ने हुन्छ। ब्याङ्कमा अर्काको पैसा जिम्मा लाएर चाहिँ अनि चाहिँ घर जाने हो। चलो यहाँको काम त भयो। अब काम चाहिँ आमाको दबाई किन्न। यस्तो भाग्नुपर्छ बाटोमा, नभए पक्रिन्छ। अब आमाको दबाई किन्नु छ अनि सिधा घर। दाजु यो दबाई हुन्छ हेरिदिनु। भयो अब दबाई पनि लिइसकेँ। अब चाहिँ सिधै घर। आज त दिनभरि डुल्ने काम नै हुन्छ होला। एकछिन दिदी घर पनि जाउँ कि भनेर सोच्दैछु, के गरौँ जाउँ कि नजाउँ। जाँदिनँ हौ, घरै जान्छु अब, किनभने अरू काम पनि छ है। गयो अरे आएँ त, अनि जति अलिकति काम थियो गरेर आइहाल्यो नि। यस्तो बाटोमा किरा हुँदो रहेछ नि, आँखा आमा चस्मा नलाइ त नहिँडे पनि हुँदो रहेछ। यस्तो गाह्रो भयो। रोहन, ओइ रोहन, रोहनलाई बोलाएर त यसो स्कुटी धुन लाउनु पर्यो। कस्तो मैला भएको रहेछ। ओइ रोहन, ए रितिका, रोहन के हाँका त, रोहन के हाँका यतिका। बगानमा चाहिँ पार्टी हुँदैछ, त्यहाँबाट चाहिँ लेबरको नानी यसो बोलाएको नि। अहिले काम लाग्यो, यसो खाना दियो, बिचरा खुसी हुन्छ। त्यो बेकार भोकै अल्मलिरहन्छन् बरु होइन। रोहन कहाँ
र कहाँ गए रोहन? हाका तो बोल तो दीदी हाका है बोल तो जा। ती राम्री पुचकी छे हाम्री नि पुचकी के तोर नाम? पुकिया है मोर नाम बोल न। मोर नाम पुकिया है बोल। अस्ति मैले काटिदिएको कपाल राम्रो भएछ त तेरो। सिडी पारेर दाजुले काटिदिएको थियो मैले मिलाइदिएको थिएँ अलिअलि राम्रो भएछ अहिले। तँलाई त उस बनाऊँ भनेको भुलभुलैयाको के अरे त राजपाल यादव बनाइदिउँ भनेको कहिले बनाउनु? के खाइस् नितिका? भात खाइस्? ए खाइन भन्छ झुट बोल्छस्? फजिरे त खाली न कति खोइ खान्छस् त अनि फजिरे खाएपछि फेरि फजिरे नै खाली अरे अहिले चाहिँ कि फजिरे खाली किमान बार खाबी आको फजिरे खाबी रात के खाबी आरो किमान बार खाबी तू दादा तो पोलाले इमान बदमास के छ स्कुल जान्छन् पढ्छन् न केही गर्छन् यसो काम अराउ भन्यो भने भाग्छन् बच्चाहरू मरे नटेर्ने चोरेर खाना पल्केका छन् अनि कहाँ टेर्छन् 10 टका दिन्छु भनेपछि त आयो नि त पहिला चाहिँ भागो हो त कपडा पुज चोप त त्यसमा नाइ घुमा इटा नाइ घुमा कपडा चोप पानी में दे कपडाटा कहाँ हुन्छ आधार कार्ड बेगर हुँदैन भनिदिनु न हुन पनि त हुँदैन त्यसै पनि साच्चै पनि यसरी धु हेर त एटा एटा এনেকা দিবি पानी निचोड़ के এনেকা করে ধুবি হ্যাঁ এনেকা করে সব ফালে ধুবি তারপর পানি বালতিং में आन के पानी दिदिबी হৈ যাব फुचेले अलिअलि काम सिको भने होइन भन्नु त उलाई पनि त राम्रो दिनभरि कुदी हिँड्नु चोरेर खानु भन्दा जाँदैन तर मैले बोलाएर केही काम लाग्यो भने गर्छ नि यसो झाडु गर्न यसो गर्न भाइ भन्यो भने मजाले भन्यो भने गर्छ तर भागी हिँड्छ अनि मलाई राम्ररी बस म अस्ति दिवालीमा पनि लुगा किन्दिए अब होलीमा पनि किन्दिन्छु भन्छु हो यी बस अरूतिर नजा भनेको अघि उ गाउँमा गएर काम गर्दै रहेछ यतिकै गएको काम गर्ली त है के गर्ली बोल त ए ओइटा घर में जाके काम करली करिस के काम गरिस गाडी धोयो देख्यो अर्काको घरमा गएर किन गाडी धुन्छस् आफ्नो घरमा नगरेर पिटा खान्छस् नि उलाई के जरुरत छ अर्काको घरमा गएर काम गर्ने आफ्नो घरमा गर नाइ जाबी हाँ पैसा दिले तो के दिले कति दियो देखा त खाइली पैसा भेट्ने बित्तिकै खाएर आयो बाबुकोमा गएर गाडी धोएछ त्यहाँ थियो म त्यहाँ देखेँ त्यही भएर उ त्यहाँ अल्लर बाबुकोमा त्यहाँ देखेँ मैले बुझिहालेँ केही न केही काम गर्दैछ त्यहाँ भनेर अनि आउँदा लिएर आउँछु भनेर त छैन रहेछ आउँदा त खाइवरी आएछ उसकै दोकानमा खाइस होला नि होइन नाइ जाबी हाँ एखाने काम करबी एखाने थाकबी ढुकेर घर नाइ जाबी धो अगाडि मजाले धो यहाँ कस्तो मैला भएको छ के यति म धुन सक्दिनँ र उसलाई यसो काम लाउने मेलो पो हो त बिराजु आउनु भएको छ बिराजु सालीको लागि लाल चिया पकाउनु पर्यो रातो चिया है बिराजुमा रातो खाने अरे म पनि रातो खाने त्यसले गर्दा रातो चाहिँ यहाँ हेर्नु हाम्रो घरमा चाहिँ डाडु बुढी कसरी खिड्की भरिरहेको छ चाहिँ मेरो आमाको काम हो यसमा हामीले केही बोल्नु हुँदैन बुढाबुढीले केही गरेको कुराको यसो नगर्नु भनिदिनु हुँदैन यत्रो दिन एक्लै बस्दा गरिआएको कुरा हामीले यसो नगर्नु उसो नगर्नु भनेर मन दुख्ला नि त होइन म त केही भन्दिनँ जस्तो छ त्यस्तै छोडिदिन्छु हो किन भन्नुहोस् भरे मैले 2 दिन आएर फटन गरेको राम्रो लाग्छ लाग्दैन नि होइन आफ्नो घरमा आफ्नै चलन ठिक लाग्छ मिल्छ भने तपाईँले चिया रेडी भयो मामा ए अहिले यही खाँदै गरौँ अहिले आमा उठेपछि दुध चिया खानु ल मैले भने त त्यसमा लाग्छ तपाईँको चार्जर फर्काइदिनु लु अब चिया खाइसक्यो प्लेटहरू आफ्नो टुङ्गामा राखेर आफ्नो कामपट्टि लाग्ने हो है किनभने बजिसक्यो 2 केही कामै गरेको छुइनँ आज र अब कहाँबाट काम स्टार्ट गरौँ भन्ने कुरा नै बुझेको छुइनँ क्या कुनको भिडियो बनाउनु कुन नबनाउनु भिडियो बनाइसक्दा चललल हुन्छ फेरि मिलाउनु मात्रै रहेन क्या त्यति
आजकल त साँच्चै भनेको साथी हो केही गर्ने हिम्मत हुँदैन क्या अब यति गरौँला त्यो गरेपछि फेरि गर्नुपर्छ यस्तो भन्ने एकदम पहिल्यै टेन्सन लाग्छ क्या पहिला नै मलाई यस्तो बेसी टेन्सन लाग्छ पछि गर्नु त परै जाओस् सो एनिवे हजुरहरूसँग फेरि पनि भेट्दै गर्छु र आजको काम अघि बढाउँछु हजुरलाई मेरो ब्लग मन पर्यो भने लाइक शेयर र सब्सक्राइब गरिदिनु मेरो च्यानललाई लट्स अफ लभ एन्ड किप सपोर्टिङ